चामलको खीर त सबैले खानुभएको छ, तर के यो चिनोको खीर कहिले ट्राई गर्नुभएको छ त? चिनो हेर्दा सानो दाना भए पनि धेरै नै शक्तिशाली छ यो। कोदो वर्गभित्र पर्ने यस अन्नलाई अङ्ग्रेजीमा प्रोसोमिलेट भनिन्छ। मुख्यतः उच्च पहाडी र हिमाली क्षेत्रमा उब्जिने गर्छ यो। डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ र मुगु जस्ता ठाउँहरूमा यसको खेती गरिन्छ। यसको खीर बनाउन एकदमै सिम्पल छ। पहिला दुधलाई उमाल्ने अनि भिजाएको चिनोलाई चाहिँ त्यसैमा राखेर हामीले जसरी चामलको खीर बनाउँछौँ त्यसरी नै बनाउने हो। चिनोलाई अरू कुन रूपमा खान सकिन्छ त भन्दाखेरि यसलाई भात जसरी खान सकिन्छ, जाउलो जसरी, अथवा यसको सुप बनाएर हुन्छ कि यसको पिठोको रोटी पनि बनाएर खाने चलन छ। यो जसरी खाए पनि यसको पोषण लाभ चाहिँ एकदमै धेरै छन्। जस्तै यसले एकदमै राम्रो ऊर्जाको स्रोतको रूपमा काम गर्छ। यसमा प्रशस्त फाइबर हुन्छ जसले हाम्रो पाचन प्रणालीलाई सुधार गर्ने काम गर्दछ भने यसमा प्रोटिन पनि पाइने गर्छ। यसमा सूक्ष्म पोषक तत्त्वहरू जस्तै आइरन, म्याग्नेसियम र फोस्फोरस पनि पाइने हुँदा यो एकदमै हेल्दी हुन्छ। अनि यो चाहिँ ग्लुटेन फ्री भएको भएर चाहिँ पचाउन एकदमै सजिलो हुन्छ र यसको ग्लाइसेमिक इन्डेक्स एकदमै कम भएको हुनाले यसले इन्सुलिन स्पाइकहरू चाहिँ गराउँदैन। भन्नाको मतलब हाम्रो रगतमा चिनीको मात्रा चाहिँ वात्तै बढाउँदैन। त्यही भएर डायबेटिक पेसेन्ट्सहरूको लागि पनि यो एकदमै फाइदाजनक छ। सो हजुरहरूले यो पौष्टिक अन्नको बारेमा पहिला कति सुन्नुभएको या खानुभएको थियो त? यदि थियो भने मैले छुटाएका केही फाइदाहरू हुन सक्छन् या यसको बारेमा अरू केही इन्फर्मेसन छ भने मलाई कमेन्ट गर्नुहोला है त। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। बाई बाई।